आज चाहिँ गलेर हत्तु भइरहेको थिएँ कि भिडियो नबनाऊँ भनेर सोचिरहेको थिएँ, बनाउन कर लाग्यो मलाई। अनि आज ड्युटी सकेर चाहिँ म चाहिँ सपिङ गर्न गएको थिएँ। जेगिन्सहरू अलिक खराब भइरहेको थियो। अनि अचानक मलाई चाहिँ नेपालबाट कल आयो। कल आउँदाखेरि चाहिँ मलाई भन्यो क्या, कहाँ हुनुहुन्छ भनेर सोधेँ नि त। अनि म बाहिर छु भने नि त, कहाँ बाहिर भने त म मुजीमा आइरहेको छु सपिङ गर्न, सेल लागेको छ र अहिले ब्ल्याक फ्राइडे भन्ने चाहिँ यहाँनिर लाग्छ नि त, डिसेम्बरभरि मात्रै छ। अनि त्यसले गर्दा आएको थिएँ। आउँदाखेरि त अनि त्यसो मात्रै भनेको थिएँ, मलाई त गाली गरेर बोल्न जान्दैन, बाहिर बसेर बोल्ने पनि बिग्रेछ भन्दै मलाई त नन्ना थरी भन्नुभयो क्या। अनि हतार हतार आएर चाहिँ म चाहिँ अब भिडियो बनाइदिन्छु, किनभने भिडियो बनाएर देखाएर मात्रै हुन्छ यो कुराहरू चाहिँ भनेर चाहिँ मैले भिडियो बनाइदिएको है। हेर्न सक्नुहुन्छ, यो तपाईँले सर्च पनि गर्नु सक्नुहुन्छ। यो चाहिँ जापान होम भनेर जापानको सोरुम हो यो चाहिँ है, www.moji.com भन्ने चाहिँ यो जापानको सोरुम हो। सिङ्गापुरमा पनि छ, अन्त अरू कन्ट्रीहरूमा पनि हुन्छ है। र तपाईँलाई मैले यो देखाइराखिदिएको छु, सर्च गर्न सक्नुहुन्छ है। यहाँ चाहिँ नराम्रो होइन यो कुरालाई चाहिँ।